सम्पूर्णमा नमस्कार। म सन्चै छु, तपाईहरु पनि सन्चै हुनुहुन्छ भन्ने आशा लिएकी छु। आज हामी सबैजना मिलेर खरायो कटेज गएका थियौं। किन जस्तो लाग्छ नि त हैन? हाम्री प्यारी बहिनी निजराको जन्म उत्सव रहेको थियो अनि यसरी हामी मिलेर खरायो कटेज गएका थियौं। अब तपाईहरुलाई यसरी हिँड्दै गएको देख्दाखेरि किन हिँडेर जानुभयो जस्तो नि त लाग्न सक्छ नि त हैन? हामी चढेको सिटी चाहिँ ठ्याक्क आधी बाटोबाट फर्किनु पर्यो किनभने बिचमा टरक फसेको थियो क्या। फाइनली हामी खरायो कटेज पनि आइपुग्यौं। अन्य हाम्रो परिवारहरु चाहिँ अनि अर्कै सिटीबाट आउनु हुँदैछ। खरायो कटेज चाहिँ हाम्रो दमक 1 मा अवस्थित छ। अब तपाईहरु सुन्नुहोस् है त के कस्तो माहौल हुन्छ भनेर तपाईहरुले देख्न सक्नुहुन्छ। सबैजना उपस्थित भइसकेका छौं। यता पनि हुनुहुन्छ है साथीहरु। उहाँहरु सबैजना क्षमा। उहाँ हजुरआमा मतलब बोजूकोमा जिजुमा जे भने पनि अनि उहाँ चाहिँ आमा सानीमा उहाँ कान्छी बोजू हेर्नु है। कान्छी बोजू कान्छी बोजूको एक्सप्रेसन हेर्नु त। अनि यहाँ पर छन् बर्थडे गरेर दिदी बहिनी। अनि यता हुनुहुन्छ काका मामा जे भने पनि। अनि हामी चाहिँ सानीमातिरै गनिन्छौँ हैन। सुन्नुहोस् है गुनासो। अब हामी केक काट्न गइरहेका छौँ। सय थुङ्गा फुलका हामीमा सरिक भइदिनु हुन सबैलाई अनुरोध गर्दछु। यसरी नै मिठा मिठा कुराकानी गरिसके पश्चात फाइनली हामीले केक काट्यौं। अनि अब मलाई यो सुनामा आउँदैन अनि बलेन क्या। अनि मेरो पालो क्यान्डलमा जोसिएको भन्नाले क्यान्डलबाट बालेको बल्यो। अनि निजिरा त कति खुसी। अनि निजिरालाई बर्थडेको विश माग्न लाएर सबैजनाले आशीर्वाद दिँदै केक पनि काट्यौं। त्यस पश्चात सबैजना फेरि गफ गर्दै खान बस्यौं। तपाईहरुलाई लाग्न सक्छ निस्माले मासु खाँदैछिन् भनेर, तर यो चाहिँ पनिर हो है साथीहरु। अनि सबैजना यसरी मिठा मिठा कुराकानी गर्दै आफ्नो धुनमा सबै लाग्यौं। अन्तिममा नानी र मैले चाहिँ एउटा गीत गायौं। काको देशमा छु सात डाँडा पारी, आँसु बगाउँछु बाडी जाने गरी, हिँड्छु यी अनजान बाटो तिम्रै यादमा डुबी, तिम्रै हुँ तिम्रै सैला पर्खा